हाई एभ्रिवान, नमस्कार, सेवा हौवा सबैजनालाई अनि स्वागत छ तपाईहरु सबैजनालाई मेरो नयाँ दिनको नयाँ भिडियोमा। अनि आफ्टर लङ टाइम नै भनौं, आज चाहिँ विशेष दिन छ अनि यो विशेष दिनमा हजुरहरुलाई पनि मेरो विशेष दिन चाहिँ शेयर गर्न मन लाग्यो, त्यसैले म भिडियो लिएर उपस्थित भइसकेको छु। इट्स मिस सुमन कला चामलिङ। अनि आज चाहिँ 2022 साल मंसिर महिनाको 3 गते बाला चतुर्दशी अनि हाम्रो टेम्के मयो गाउँपालिकाको माथि टेम्के भन्ने ठाउँमा चाहिँ आज मेला लाग्छ। वर्षमा दुई चोटी अनि आज चाहिँ मंसिरको 3 गते बाला चतुर्दशीको दिन चाहिँ आज हाम्रो मेला लाग्दैछ। अनि हामी त्यहाँ चाहिँ सबैजना जानुको लागि रेडी भइसकेको छौँ। एकदम राम्री भएर लुक एट मी, म राम्री छु। त्यो त तपाईहरुले देखिहाल्नु भएको छ, मैले त्यस्तो धेरै आफूलाई प्रशंसा गर्नु पर्दैन। ल अब चाहिँ हाम्रो साथीहरु रेडी भइसक्नु भएको छ अनि आज चाहिँ हामी गाडीमा जान लागेका छौं। तपाईहरुलाई आजको विशेष दिनको अवसरमा चाहिँ तपाईहरुलाई यो विशेष दिन चाहिँ शेयर गर्न मन लाग्यो अनि म आइसके। अनि अब बाँकी आजको दिन कस्तो हुन्छ त्यो सबै कुराहरु राख्नु भएको छ, त्यो मैले राख्ने छु। ओके, अन्तिमसम्म हेरेर साथ दिनु होला। थ्यांक यू। चाहिँ रेडी भइसक्यौं जानको लागि हैन? दिदी गएको हामी एकजना टोली एकजना यहाँ रेडी हुनु हुँदैछ। अनि अंकल हामीले छोडेर गयौं ल अंकल। हामी बहर हामी बर चाहिँ माग्छौं होला, तर त्यो मेरो बर माग्ने सोच चाहिँ छैन, अरु नै विश छ। अनि यसरी म 2-2 वटा ब्याग बोकेछु। हाम्रो फुलहरु यहाँ छ, खानेकुरा पनि अलिअलि बोकेको छौं, तर हाम्रो खानेकुरा चाहिँ एकदम जङ्क फुड। उहाँ मिस दादे हुनुहुन्छ, हाम्रो गाडी पनि आइसकेछ। अनि हाम्रो अरु साथीहरु खोइ त ल्याउनु बाँकी हो कि आइसक्नु भइसकेछ। अनि यो चाहिँ हाम्रो गाडी हो अनि हाम्रो साथीहरु यहाँ रेडी भएर आइसक्नु भएको छ। यो हाम्रो गाडी अनि हामी चाहिँ यसोबाट जान्छौँ होला सायद। बसाइको व्यवस्था पनि मिलाउँदै हुनुहुन्छ टोलीहरु, बस्न नमिलेर पनि सानो मान्छेहरु हुनुहुन्छ। लाग्यौं ल हामी चाहिँ यस्तो होला सानो मान्छे यहाँ बस्नु भएको छ। हामी ठुलोहरु पछाडी छौं। यी पनि सानी मान्छे हाम्रो आजको, हामी अलि ठुलो मान्छे ल। यहाँबाट चाहिँ हाम्रो सहर बाटो छ, एकछिन चक्केवासम्म। त्यस्तो बाटो दिल्ली जान्छौँ हामी चक्केवासम्म। अनि त्यहाँबाट चाहिँ फेरि उकालो भनेको टेम्केसम्म चाहिँ हाम्रो कच्ची रोड हुन्छ ल साथीहरु। एकदम मजा भइरहेछ, रमाइलो भइरहेछ। अहिले चाहिँ गीत पनि स्टप भयो अनि हामी सबैजना आफ्नै कुराकानीहरु गर्दै बस्दैछौँ। यो चाहिँ हाम्रो अन्नपूर्ण हो, गाउँपालिकाको सेन्टर हो। नाभिले जाउँ न, हरि चौकी हो अनि हाम्रो अन्नपूर्णको। अनि पछाडि हामी यहाँनिर ब्रेक लिने कुरा भयो। हाम्रो अन्नपूर्ण आइपुगेको छौँ। अन्नपूर्णको हाम्रो टेम्केमा यो गाउँपालिकाको सेन्टर हो अन्नपूर्ण चाहिँ। अनि यहाँनिर एकछिन ब्रेक लिएको, यो चाहिँ प्रहरी चौकी छ यहाँ। अनि यहाँनिर हामीले गाडी दर्ता गर्नुपर्ने हुन्छ। तपाईँलाई हाम्रो ठ्याक्कै अन्नपूर्णको सेन्टर नै चाहिँ यहाँ मुनि छ, त्यो बजार छुट्यो। यहाँ दिदी हुनुहुन्छ, फुल देखाउनु हुँदैछ। अनि यहाँभन्दा मुनि चाहिँ हाम्रो पालिकाको सेन्टर छ ल, सरकारी कार्यालय हल चाहिँ। यहाँ चाहिँ हामी यो अञ्चली डाँडा भन्ने ठाउँमा छौँ, नागीको अञ्चली डाँडा। अनि यहाँनिर चाहिँ हाम्रो सल्लाह पनि हुँदैछ साथीहरु, कति बेला फर्किने त भन्ने कुरा। अनि हतार नगरी आउनुपर्छ आजको दिन मायामारीको भनेर। अनि खासमा हामी यहाँ बिसाउनुको मेन कारण भनेको चाहिँ हाम्रो सर म्याडम चाहिँ यहाँ बस्नुहुन्छ यहाँ पर। अनि उहाँहरू पनि जानुहुने अरे, अनि त्यही भएर हामी पर्खिरहेछौँ। अनि उहाँहरू चाहिँ खासमा
नानी पनि छ अनि नानी पनि भएको भएर चाहिँ नानीलाई चाहिँ हामीले गाडीमा राखिदिने अनि उहाँहरू चाहिँ बाइकमा जाने भन्ने सल्लाह भइरहेछ। त्यही भएर हामी पर्खिरहेछौँ। उहाँहरूलाई हामीले पर्खेको अनि आइसक्नु भयो। खै सानो मान्छे हेलो रान्थानकोटा भेडेटा सोल्टिनी जिउ जोडाउन घरमा 12 बजे हावा सरर ए हजुर हाम्रो पोखरा हाम्रो दुईजना साथीहरू पनि त्यहाँ पछाडि आउँदै हुनुहुन्छ अनि हामी चाहिँ जखेवाको नजिक पुग्दैछौँ। जखेवा नजिक पुग्न लाग्यौँ साथीहरू। हामी चाहिँ ठ्याक्क अहिले जखेवा टेक्यौँ न साथीहरू। अनि हामीले त्यो माथिको डाँडामा चाहिँ हामी जाने हो आज। त्यो चाहिँ टेम्के हो अनि यो चाहिँ ठ्याक्कै जखेवाला साथीहरू। हाम्रो साथीहरू चाहिँ एकदमै गीत गाएर झुमिरहनु भएको छ, एकदमै रमाइलो भइरहेको छ। अनि अहिले चाहिँ डाँडाहरू पुस्रो भइसकेको छ तर पनि एकदमै राम्रो छ। हरियाली भएको सिजनमा हेर्ने हो भने त ओ माई गड यहाँनिर आएपछि फर्किनै मन लाग्दैन कि त्यस्तो सुन्दर छ। हजुरहरूले भिडियो हेरेर छ यहाँनिर अनि लैजाने आज हाम्रो हिमालय चोली त्यो पल्लोपट्टि घर छ यो परले हिमालय चोली पूर्वी मुनि सुसाउने खोला गाई भैँसी चर्ने। यहाँदेखि यता चाहिँ साकेला गाउँपालिका होला साथीहरू हामीले गयौँ छोडेर अनि यता चाहिँ हामी भोजपुरै छौँ टेम्के लाग्यौँ। अब चाहिँ यहाँबाट हामी एकदमै तर पनि हामी उफ्रिँदै जान्छौँ। कस्तो राम्रो यही बाटो चाहिँ कतिवाको छेउबाट देखेको हिमाल हो। वाट अ ब्युटिफुल हो माई गड। तर मैले देखिरहेको है म एक्साइटेड कस्तो धेरै मिल्दैन छोतिर गयो हिमाल हाम्रो पछाडि छ अहिले अगाडि पनि छ। हेर्न नपाइने के मनभरिन्जेल दृश्यहरू हेर्न नपाइने अनि सट्ट गयो भने त्यसले चाहिँ परि हुन्छ नि त। तर पनि ठिक छ परिरहेको छ एकदम भिडियो पनि हल्लिरहेको छ म पनि हल्लिरहेको छु। देखि भए पर बादलहरू एकदमै राम्रो एकदमै सुन्दर देखिएको छ। हामीले हिमालहरू पछि बाँड्दै अगाडि बढिरहेको छ साथीहरू। कसम केही देखेन ल आइम सो सरी फर हामी चाहिँ अहिले टेम्केबाट ल साथीहरू हामी चाहिँ फाइनली टेम्के आइपुगिसक्यौँ अनि हाम्रो गाडी यहाँ छ। हामी सबैजना यता उता तितर बितर भइसक्यौँ अनि गाडीहरू यस्तो धेरै भिड छ र कति धेरै आमामा अनि भ्यू पनि एकदमै राम्रो बवाल देखेको छ। तर आँखाले जस्तो देखेको छ त्यस्तो चाहिँ देखेको छैन ल क्यामेराले। अनि हामी एकदम सुपर एक्साइटेड छौँ यो भ्यू हेर्नलाई। अनि अब हामी त्यो पर डाँडामा जान्छौँ त्यहाँबाट एकदम धेरै राम्रो भ्यू चाहिँ देखिन्छ। आज हिमालहरू पनि खुलेर कस्तो राम्रो देखेको अनि धन्न उहाँ छुट्नु भएन। आज आउने उहाँको मन थिएन हामीले जबरजस्ती करनी गरेको छौँ अनि आउनु भएको छ। ए बाबा एकछिन रोक्नु न। अनि हाम्रो साथीहरूलाई अलिकति आपद पनि परिसक्यो ल अनि हामी आयौँ ल हामीसँगै तपाईँहरू पनि आइसक्नु भएको छ र यस्तो छ त्यहाँनिर दर्शनार्थीको भिड लागेको छ रहेछ लाइन बस्नुपर्ने रहेछ। अनि त्यो काठको के अरे छाना भएको चाहिँ मन्दिर हुन त तपाईँहरूलाई पहिले आएको भिडियोमा पनि तपाईँहरूलाई देखाइसकेको छु तर हामी पहिला आएको भिडियोमा चाहिँ यसरी हिमालहरू देखिएको थिएन। अनि अब आजको दिनमा चाहिँ तपाईँहरूलाई टेम्केबाट देखिने हिमालहरू नजिकदेखि देखाउन चाहन्छु ल गाइस। वा हो कस्तो मिठो बोल्दैछु हो। यो चाहिँ भ्यू टावर हो टेम्केको नवनिर्मितै भनौँ एकदमै लामो समयपछि यो पूर्ण रूपमा यसको कार्यक्रम समापन भएको छ। अनि यो टावर चाहिँ यति अग्लो छ अहिले हामी सायद माथि पनि चढ्छौँ। अनि यो चाहिँ माथि ठ्याक्क यो चाहिँ मेन डाँडा हो टेम्केको। अनि यति धेरै मान्छेहरू हुनुहुन्छ यहाँनिर चाहिँ पब्लिक टोइलेट अहिले एकदम व्यवस्थित बनाउनु भएको रहेछ। अनि त्यहाँतिर हिमाल देखिएको छ अनि मुनि कुहिरो अलिअलि कस्तो राम्रो। अनि हजुर यस्तो देखिरहेको छ दृश्य
तलतिर चाहिँ अलिक कस्तो मन्दिर हो के हो र यो चाहिँ ठ्याक्क हाम्रो मन्दिर होला हिमालसँगै म पनि अलिकति देखिनै पर्यो भनेर म चाहिँ फेरि आएँ अगाडि क्यामेरामा अब त्यहाँ माथि डाँडाबाट पनि हामी जान्छौँ अनि म त यस्तो समय मतलब जे होस् हिमाल देख्ने सिजनमा धेरैचोटि आइसकेको छु अनि धेरै समयपछि पनि फेरि हो क्या आज चाहिँ एकदमै राम्रो देखिएको छ एकदमै राम्रो देखिएको छ अब कति तारिफ गरेर म थाक्दिनँ थाक्न त होइन जति पनि किनकि म चाहिँ नेचर लभर हो म भन्दा नि हामी सबैजना नै हो भनौँ न अनि यसरी हामी भिडियो गरिरहेछौँ तपाईँलाई देखाइरहेको छु अनि त्यहाँ पर देखिएको छ नि जुन यो डाँडा यो चाहिँ मयुङ हो ल मयुङ अनि यहाँ पनि हामी गएको छौँ यहाँ गएर यति बेलाको यो भ्यू हेर्न पाएको भए झन् यो हिमाललाई कति धेरै नजिकदेखि देख्न सकिन्थ्यो होला अहिले उडेर जाउँ जस्तो पनि लाग्छ अनि तर त्यो सम्भव छैन होइन साथीहरू ओके अहिले अब अरू कुराहरू देखाउँछ अब यहाँ मन्दिर घुम्ने क्रम जारी भइरहेको छ अनि यहाँ टोलीहरू फुल उयो गर्दै जाँदै हुनुहुन्छ यो चाहिँ मन्दिरलाई 3 चक्कर लाउनु पर्ने हुन्छ अनि त्यस पछाडि चाहिँ यहाँबाट दर्शनको लागि चाहिँ मन्दिरभित्र छिर्नुपर्छ हाम्रो साथीहरू पनि यहीँनिर लाइनमा बसिरहनु भएको छ पालो पुरेर भिडियो अलि राम्रो छ है हजुरसँग 3 हो घुम्ने हजुर यहाँ चाहिँ दर्शन गर्न जानेको भिड हो यो चाहिँ यो मेन गेट हो अनि यहाँ यस्तो लाइन छौँ हामी सबैजना यसरी लाइनमा बसिरहेछौँ पालोतिर बसिरहेछौँ एकदम सँगले हामी लाइनमा छौँ भिडामभिड चेपाचे छ अनि पालो मिच्ने क्रम पनि जारी छ हामीले पनि त्यस्तै गरेर अलि अगाडि आइपुग्यौँ थ्याङ्क यू सो मच पछाडिको साथीहरूलाई धैर्य गरिदिनु होला उहाँ हाम्रो फेरि बिग फ्यान भेट भइसकेको छ भाइहरू ल अनि अब चाहिँ हामीले भित्र पसेर मेन मन्दिरभित्र पसेर चाहिँ दर्शन गरिसक्यौँ अनि माला पनि लगायौँ क्या त्यहाँनिर मान्छेहरूले चढाउनु भएको अनि अब हामी चाहिँ बाहिर निस्क्यौँ निस्केको हाम्रो टोलीहरू यहाँ आइसक्नु भएछ अनि अब नमस्कार मिस के अरे ऊ त्यहाँ पर्यावरण ठाउँ हो कि त्यो भिर के भन्छ भिर त हो नि अनि त्यहाँदेखि हामी जाँदैछौँ त्यहाँबाट यसरी माला लाएर कस्तो है रानी जस्तै भइगयो नि त हौ भित्र मन्दिर बाहिर निस्किरहेको छ टिका पनि लगाएको टिका टाँसेको छ कि छैन मेरो टाँसेको रहेछ अनि जाँदैछौँ ल अनि आधा जरो मान्छेहरू चाहिँ मन्दिरमै हुनुहुन्छ किनभने उहाँहरूको पूजा मन्नत चाहिँ एकदम लामो हुन्छ त्यही भएर एकदम विस गरेकै कामना गरेको माइकमै हुनुहुन्छ अनि हामी चाहिँ 2-4 जनाको चाहिँ छोटो खालको विस थियो छोटो मिठो अनि भगवान्ले पनि सायद त्यो विस चाहिँ सुनेर पुरा गरिदिन सक्नुहुने खालको छ त्यही भएर अब विस मात्रै माग्दैमा फेरि पुरा हुने भन्ने कुरो त होइन क्या अरे मेहनत आफूमा छ मेहनत अब गर्नु परिहाल्छ हजुरहरू ल अब हामी परेवा उडाउने भिडतिर जाँदैछौँ ल साथीहरू परेवा उडाउने भिड हो मेन चाहिँ परेवा उडाउने मान्छेहरू मात्रै आउनु हुने हो खासमा तर हामी सबैजना आउँदा पनि केही फरक पर्दैन अनि हामी आइरहेछौँ यहाँनिर एकदम डेन्जर छ नि फेरि यताउता एकदमै ठुलो भिड छ अग्लो भिड छ यता पारितिर देखिएको सबै ठाउँहरू चाहिँ खोटाङ जिल्ला पर्छ ल दिक्तेलको गाउँहरू पर्छ एकदमै राम्रो सुन्दर गाउँहरू देखिरहेको छ अनि यहाँ टोलीहरू यसरी फुल चढाउँदै हुनुहुन्छ भिरमा पूजा गरेर फर्क्यौँ साथीहरू गएको ल बोल्ने कुरै खास केही आइरहेको छैन के बोल्ने भनेर अब बोल्दा पनि थोरै बेर भइसक्यो भएको बोलेको बोले होइन मिन्दा मिस कस्तो फिल गर्दै हुनुहुन्छ भनिदिनुहोस् मजा भइरहेछ नि एकदम टु मच फन गर्दै हुनुहुन्छ ल अनि हामी चाहिँ अब फर्क्यौँ यो भिडबाट बाँचेर फर्किसक्यौँ विस गरेर फर्किसक्यौँ विस मागेर फर्किसक्यौँ अनि यहाँ सानो मान्छे अगाडि हिँड्नुहुँदैछ उहाँले फेरि ज्याकेट आज त्यस्तै सानो खालको लाउनु भएको छ वाउ व्हाट अ स्लिम गर्ल ओ माइ गॉड ल अब तल बजारहरू तपाईँहरूलाई देखाउँछु अनि हामी अब टावरमा चढ्छौँ चाहिँ टेम्केको भ्यू टावर चढ्दैछौँ टेम्के आफैमा भ्यू छ तर पनि हामी टावरदेखि फेरि भ्यू हेर्न चाहँदैछौँ ए हजुर टोलीहरू तल आउनु हुँदैछ छिटो आउनुहोस्
यो हेर्नको लागि हामी जाँदैछौँ माथितिर, अझै माथि। दुईजना मिसहरू त्यहाँ आउँदै हुनुहुन्छ उता ल। हाइट देखिँदैछ। हुन्छ दाजु, भेटौँला नि। हामी जाँदैछौँ माथि। अब त फाइनली टपमा आइसक्यौँ हामी। टोलीहरू यहाँनिर एकदम भिड छ, मान्छेहरूको एकदम चकाचक चकभक राम्रो छ। अब यहाँबाट तपाईँहरूलाई म टेम्केको टावरबाट देखिने भ्यू देखाउँछु ल, कृपया हेरिदिनुहोस्। यो चखेवा मुनि मुनि देखिँदैछ। यो चखेवामा पनि अहिले त कुहिरो आइसक्यो। एकदमै देखिरहेको छ। यता वरिपरि घुमेर भ्यू देखाउँछु भनेर भन्न चाहिँ खासै सम्भव नहोला जस्तो छ। अनि यति धेरै हाइट छ, यति अग्लो छ। हुन्छ त्यहाँ तल हो, त्यहाँनिर चाहिँ मान्छेहरूले खाजासाजा खाने ओर्ने व्यवस्थाहरू हुन्छ। अनि हाम्रो यहाँ माथि आउने भनेको चाहिँ मेन के अरे यो उसको लागि मात्रै म आउँछु। मेन के अरे दर्शन गर्नको लागि मात्रै, मन्दिरको लागि मान्छेहरू चाहिँ यहाँ आउने हो। खासमा म देखाउँछु ल यहाँबाट बाहिर अलिकति। यहाँबाट चाहिँ यस्तो देखिरहेछ। अनि के अरे हामी यति धेरै अग्लो माथिमा आइसकेको छौँ। अनि त्यहाँदेखि यो चाहिँ मन्दिर होला। यहाँबाट मन्दिर चाहिँ साँच्चै राम्रो देख्ने रहेछ। अनि यतातिर अघि हामी परेवा उडाउन गएको भिड हो, परेवा त लिएको थिएनौँ हामीले, त्यो ठाउँ हो। अनि बिचरा त्यति साह्रो त नभन्नु होला। एकदमै राम्रो देखिरहेछ यतातिर। ओहो हो, मन्त्रमुग्ध हुने ठाउँ भन्छ क्या यसलाई चाहिँ। अब हामीलाई फर्किनु मन छैन तर पनि जानुपर्छ ल साथीहरू। वाउ वाट अ ब्युटिफुल, ओ माई गड। हामी चाहिँ हेरेर मक्ख परिसकेको छौँ ल नि। कस्तो तपाईँहरू ओइ मिसहरू मजा भइरहेछ। यतापट्टिबाट देखिरहेको छ। अनि राम्रो देखिरहेछ ल साथीहरू। तपाईँलाई अलिकति आउँछ। सी इज ब्युटिफुल लेडी ल। आइम अल्सो ब्युटिफुल। के ल यहाँबाट भ्यू एकदमै राम्रो देख्यो। हामीले अलिअलि फोटो एकतिर पोज पनि हान्यौँ अनि फर्क्यौँ हामी। अब गएको भाइहरूलाई चाहिँ ध्यान पर्छ फोटो खिच्दैन भाइहरू। अब चाहिँ एकदम हेर्छौँ भाइहरू। अनि यसरी हामी गएको। फाइनली म चाहिँ यहाँबाट छिरेँ अलिकति लामो गएँ, पुरा भोक लाग्यो। अनि त्यहाँदेखि खानु लागेको म यहाँ उखानु रहेछ। म चाहिँ सुन्तला खाने। अनि घुम्दा नि हैरानै भयौँ नि त हामी। सबै टावर घुमेर सबै गरेर फर्केको। नि अब हजुर फालिदिनु यो खाने अनि सुन्तला खाने। अनि त्यस पछाडि सबैजना भेला भएर उतो डाँडामा गएर बस्नु भनेको एकछिन। कस्तो आनन्द आउने होइन। कस्तो भइरहेछ आएर रिग्रेट त भएको छैन नि। नआएको भए चाहिँ रिग्रेट हुन्छ नि होइन। च्याउ त म त बोल्दिनँ। ए हुन्थ्यो अरे नआएको भए रिग्रेट हुन्थ्यो के। तर आएर एकदम खुसी हुनुहुन्छ उहाँ चाहिँ। ल सुन्तला खाने। गाडीको भिड यति धेरै छ कि अहिले गाडीको बाटो यहीँसम्म आउने भएको भएर एकदम सहज चाहिँ छ मान्छेहरूलाई, तीर्थयात्रीहरूलाई आउनको लागि। गाडीहरू यति धेरै भिड लागिरहेछ। बाइकहरूको सङ्ख्या पनि त्यति नै धेरै छ। अनि मान्छेहरूको भिड यतिको राम्रै भन्नुपर्छ। कतिपय मान्छेहरू चाहिँ राति नै आउँछ, बिहानै आउँछ अनि फर्किसकेको हुन्छ कि। अनि गाडीहरू राम कति धेरै छ। अब राम नै भनौँ, यहाँनिर धेरै नै मानौँ यसलाई, एकदम धेरै छ। अनि बाइकहरू त्यति नै छ। अनि त्यति नै धेरै मान्छेहरू छन्। अनि यस्तो छ आजको भ्यू पनि एकदम राम्ररी खुलेको भएर चाहिँ आनन्द आइरहेछ। धमाधमसँगले खाजा खान थाल्यौँ। मन्दिरको दर्शन सकेर दही चिउरा लिएर आउनु भएको रहेछ। एकदमै हेल्दी फुड। अनि हामीले चाहिँ अनहेल्दी पनि खायौँ सँगै। अनि टोलीहरू हाम्रो सबैजना भेला त हुनु भएको छैन
एक दुईजना बाइक अरू के अरे मन्दिरतिरै भर्खरै जानुहुँदैछ उहाँहरू ढिला आउनुभयो बाइकबाट आउनेहरू चाहिँ अनि दही र चिउरा टेस्ट गरिदिनुहुन्छ मिठो छ धेरै धेरै मिठो छ ल अब हामी यही खानेकुरा खान्छौँ यो चाहिँ मेन फोटो स्पोट हो अनि यहाँ मान्छेहरूको फोटो खिच्न एकदम भिड चलिरहेको छ साथीहरूको अनि अहिले त कुहिरोले माथि माथिसम्म छोपिसक्यो हिमालको थोरै भागहरू मात्रै देखिँदैछ अहिले आएर चाहिँ बच्चालाई चाहिँ यो के अरे उपचार गरिदिनु धेरै क्रियाकलापहरू सक्नुभयो होला अनि अब चाहिँ हामी यो बाटो भएर फर्किँदैछौँ हाम्रो गाडी तल गइसकेको छ हामीलाई पर्खिँदै हुनुहुन्छ तपाईँहरू मेरो घर हेर्नुहुन्छ भने ऊ तल छ ल यो ठाउँको घर चाहिँ मेरो हो अनि तलदेखि त तावा भन्ज्याङहरू पानधारे पाखाहरू देखिरहेछ मजाले त्यो बिचमा भएको चाहिँ रोड हो सुन्तला खाँदैछु अनि हामी चाहिँ झरेको ओह्रालो हातसम्म चाहिँ हिँड्नु हुँदैछ आमा छोरी यसरी हातमा हात साथ मिलाएर हिँड्दै हुनुहुन्छ अनि हामी जाँदैछौँ चिसो चिसो हावा छ सायद सिगानी चुइने अवस्था हुनसक्छ हजुरहरू अनि मान्छेहरू कोही उकालो पनि जाँदै हुन्छ कोही ओह्रालो पनि झर्दै हुनुहुन्छ यो क्रम जारी छ हजुरहरू अनि यता बहिनीजी अनि अझै अलि अगाडि टोलीहरू को मान्छेहरू हो मेरो भाइहरू नमस्कार भएर आएको तिमीहरू त बाटोको के अरे गाडीको बाटो सहज भएर मान्छेहरूले यहाँनिर पुरै माटोको भाँडासँगै ल्याउन थाल्नु भएछ के बजार क्षेत्र हो अनि माथि दर्शन गर्नु गइसके पछाडि मान्छेहरू चाहिँ यहाँ आएर यसो खाजासाजा खाने ओर्ने पसलहरू हुन्छ अनि यहाँनिर मान्छेहरू अहिले चाहिँ माथि भन्दा यहाँ धेरै भइसक्नु भएको छ अघि नै चाहिँ यहाँभन्दा धेरै माथि त तर मान्छेहरू त सायद आधा जस्तो त माथि नै हुनुहुन्छ अनि यहाँ पनि त्यति नै धेरै हुनुहुन्छ अनि यता पाखातिर पनि मान्छेहरू त्यति नै हुनुहुन्छ यता पछाडि आउने क्रम जारी छ हजुर आउनुहोस् हजुरहरू पनि स्वागत छ हजुरहरूलाई सबको पाइन्छ ल सबको पाइन्छ सुन्तला पनि अनि जे चाहनुहुन्छ त्यही पाइने अवस्था छ अहिले चाहिँ मिठो मिठो ब्रेडहरू छ अनि के बोल्ने स्पिचलेस भयो कि खासमा बदाम पनि किनिसक्यौँ ल टेम्टेमा चटपटे पापा पनि बजार आइपुग्नु भएको छ उहाँ टिका सिका लगाएर फेरि पुरा हिरो भएर होइन दुई शब्द जाओस् तपाईँकोबाट के भन्न चाहनुहुन्छ हजुर भन्नुहुँदैछ त नि खै तपाईँको साथीहरू अब चाहिँ हामी फर्क्यौँ बजारबाट निस्क्यौँ अनि अब हामी हाम्रो गाडी भएकोमा जान्छौँ अनि त्यस पछाडि घर फर्किन्छौँ घर भन्दा नि चकेवातिर यसो अलिअलि अलमल गर्छौँ होला फेरि हामी अनि अब यहाँबाट चाहिँ हामी गयौँ बाई बाई टेम्के बजार सी यु नेक्स्ट इयर होला सायद अब भन्न त मिल्दैन जति बेला नि आउन सकिन्छ हामी चाहिँ किनभने हाम्रो नजिक हो नि त त्यही भएर टोलिएर हिँड्नु भइसक्यो हाम्रो गाडी त्यहाँ मान्छे छ नि त्यहाँबाट अहिले हामी चाहिँ अलिक माथिल्लो डाँडामा आइपुग्यौँ कि घर जानलाई फर्किने भनेर बाटोमा गाडी भएको बाटोमा त्यहाँदेखि यता डाँडामा हेर्दै गर्दा फेरि यसरी यहाँ देखिएपछि मैले तपाईँहरूलाई फेरि देखाउनु मन लाग्यो आफूलाई नि हेर्नु मन लाग्यो त्यही भएर अनि यहाँबाट चाहिँ हाम्रो भोजपुर देखिँदैछ यो एरिया जति पनि देखेछ यो एरिया चाहिँ भोजपुर पर्छ अनि त्यो हाम्रो भोजपुर बजार हो क्लियर देखिएको छैन तै पनि अनि अघि देखेको हिमालहरूलाई चाहिँ सबै बादल माथि निस्केर सबै ढाकिसक्यो
अनि अब लगभग तीर्थयात्रीहरू चाहिँ फर्किने क्रममा फर्किँदै हुनुहुन्छ। अनि त्यो माथि भ्यू टावर देखिरहेको छ, त्यही माथिको डाँडा हो मन्दिर भएको डाँडा चाहिँ। हजुरहरूलाई धेरै भनिसकेँ, सायद वाक कतिको मानिसक्नु भएन। बस्यौँ गाडीको दाजु, हाम्रो दाजु तलतिर कता जानुभएछ र निकै बेर अलमल गर्नुभयो। अनि 2 घन्टै झन्डै बस्यौँ होला। अनि जस्ट हामी बसेर रमाइलो गऱ्यौँ, गीत गायौँ, नाच्यौँ, खायौँ, बस्यौँ। अनि त्यसरी फर्केको अब हामी जाँदैछौँ। टोलीहरू हिँड्नुभयो, मान्छे पर्खापर्खी गर्नुले चाहिँ निकै धेरै टाइम लाग्यो हामीलाई। अब हामी गएको, हामी अब चक्खुवामा भेट्छौँ ल हजुरहरूसँग। बाई बाई टेम्के। टेम्केको जङ्गल हो है। अनि एकदमै राम्रो छ र हल्लिएर केही देख्न सकिएको छैन। कसम साह्रै नै अघि हामी जाँदा भन्दा पनि झर्दा चाहिँ एकदमै हल्लिएको फिल भइरहेछ। हेर्न सक्नुहुन्छ हजुरहरूले, गाडी हल्लिएको तपाईँहरूले यसरी देख्नुहुन्छ। अनि सबैजना गर्दै हुनुहुन्छ। अनि छिटो गयो भन्न सकिन्न। जङ्गल चाहिँ यस्तो राम्रो देख्छ, यस्तो सुन्दर देखेको छ। अनि नराम्रो ख्याल गो माछा पुछ्रे सिरको पानी फेवा तल आइछ, माछा पुछ्रे सिरको पानी फेवा तल आइछ, झल्को किन लाग्यो भन्दा यहाँनिर चक्खुवाको भ्यू हेर्नको लागि गाडीबाट झरेर यता आएको। अनि यता देखेको गाउँहरू चाहिँ बिहान कस्तो राम्रो देखेको थियो, तर अहिले चाहिँ म यहीँ आएर गर्दै गर्दाखेरि चाहिँ कुहिरोले ट्वालो बसेर चाहिँ अँध्यारो देखिँदो रहेछ मधुरो। यतातिर देखेको सबै गाउँहरू चाहिँ खोटाङ पर्छ। अनि यता रोडभन्दा यता हेर्ने हो भने चाहिँ हाम्रो भोजपुर पर्छ। सबै यिनीहरू चाहिँ त्यो बाटोबाट चाहिँ के अरे उयो जाने, यही बाटो भएर दिक्तेल पुगेर उता के अरे काठमाडौँ जाने मध्य पहाडी लोकमार्ग माथि देखेको त्यो उकालो बाटो भनेको चाहिँ मुन्दुम ट्रेलको बाटो हो। मान्छे पैदल यात्रा गरेर मयुङ जाने गर्दछन्। अनि यतातिर त यो चक्खेवा बजारै भनौँ न अब होला, यस्तो छ। अनि यतातिर देखिएको चाहिँ हाम्रो उयो हो भोजपुर जिल्ला। अनि हामी पुग्नुपर्ने ठाउँ भनेको चाहिँ ठ्याक्कै हामी पुग्नुपर्ने ठाउँ चाहिँ यहाँ हो ल, यहाँनिर हामी पुग्नुपर्छ। पारि देखेको हाम्रो भोजपुर बजार हो। अनि यतातिर यस्तो मजाले देखिरहेछ। अनि घाम भन्नुहुन्छ भने त्यहाँ पुगिसक्यो। अनि हामीले त्यहाँ पुगेर आएको, त्यो डाँडामा पुगेर आएको। यस्तै छ ल कथा कहानीहरू। हाम्रो साथीहरू सबैजना यता हुनुहुन्छ। यता चक्खुवामा झरेर खाजा खाइसक्यौँ, थुक्पा खायौँ, के खायौँ। अनि त्यस पछाडि अब चाहिँ फर्किन लाग्यो यहाँबाट। अनि अब हामी एकछिन गोठेसिङ जाने। यो होटल, यो ब्युटिफुल होटल छ रहेछ। अनि खानेकुरा पनि एकदम मिठो बनाउने। हामीले यहाँनिर खाजा खायौँ, पहिले पनि खाएको थियौँ यहाँ आएर। अनि पल्केर फेरि आएको थियौँ। अनि यहाँ टोलीहरू मन्थन गर्दै हुनुहुन्छ। हाम्रो गुरुजी दाजु चाहिँ खोइ कता बाहिर टोइलेटतिर जानुभयो, कता जानुभयो। अनि हामी पर्खिरहेछौँ। यहाँ 2-3 चोटि आइसक्यो। हामी चाहिँ गोठेसिङ होमस्टेमा आइपुगेको छौँ। तपाईँको फोटो खिच्दैछ। अनि हामी अब एकछिन बस्छौँ। एकदमै राम्रो ठाउँ छ यहाँनिर। पहिले हामी धेरैचोटि आएको। अनि मैले भिडियो चाहिँ आज बनाउँदैछु। एकदमै राम्रो छ, एकदमै राम्रो छ। अनि फेरि पनि यहाँ आएर घुम्ने अवसर पाइयो। तर जतिपटक पनि आउनु मन लाग्ने जस्तो राम्रो छ, राम्रो लाग्छ। अनि यहाँको आकर्षण भनेको चाहिँ यी घरहरू र मेन चाहिँ फुल हो। अनि उहाँहरूको सर्भिस पनि एकदमै राम्रो छ। मान्छेहरू पनि हुनुहुन्छ, चहलपहल पनि छ। अनि यो घरमा चाहिँ यसरी मकै झुन्डाएर होइन एकदम राम्रो आकर्षक बनाउनु भएको छ।
हाम्रो टोलीहरू यता हुनुहुन्छ कोही थाकेर यस्तो थकानमा बस्दै हुनुहुन्छ उहाँहरू पनि थकान मेटाउँदै हुनुहुन्छ म चाहिँ थाक्दिनँ छु कसम म चाहिँ थाक्दिनँ जति जे गरे पनि म थाक्दिनँ अनि अब हामी अनि बाई बाई ल गोठेसिङ होमस्टेलाई हामी गोठेसिङ होमस्टेलाई छोडेर घर लागेको अब चाहिँ बाटोमा म कुनै पनि भिडियोहरू बनाउँदिनँ साथीहरू फोटो खिचेर अझै अगाउनु भएको छैन अनि हामी चाहिँ लाग्यौँ अब अगाडि बढ्यौँ कोही कोही साथीहरू अलि अगाडि नै पनि गइसक्नु भयो अब एकदमसँगले तपाईँहरूसँग बिदा माग्नेछु घर पुगेर बाई फाइनल्ली हामी चाहिँ भन्ज्याङ आइपुग्यौँ भन्ज्याङमा आइपुग्दाखेरि चाहिँ यस्तो अँध्यारो भइरहेको थियो साथीभाइहरू कोही देखिँदै छैनन् यो चाहिँ हामी अब यहाँ झरेपछि गाडी अगाडि जान्छ हामी चाहिँ यता जानुपर्छ अँध्यारोमा अनि अब हामी कोठा जान्छौँ गाडीले यहीँसम्म मात्रै हो हामीलाई गाडी अझै उता जानुपर्छ आज चाहिँ एकदमै धेरै रमाइलो गऱ्यौँ यति धेरै गीत गायौँ जे पाए त्यही अब गीत गाउन जान्ने त होइन पानी त छैन नि छैन अनि अब हामी यता जान्छौँ हाम्रो कोठा चाहिँ यता हो यता कस्तो अँध्यारो यति धेरै अँध्यारो हुँदाखेरि आइपुग्यौँ क्या हामी चाहिँ हाई अहिले चाहिँ म कोठाबाट ल आफ्नै कोठा खावाको भन्ज्याङबाट अनि हामी चाहिँ अहिले भर्खरै आइपुग्यौँ हामी चाहिँ बिहान ठ्याक्क 7:28 7:30 बजी गएको भनौँ न गएको थियौँ अनि अहिले चाहिँ हामी 6:10 लगभग 10 मिनट जान लाग्यो यति टाइममा आइपुगेको छौँ अनि आजको दिन एकदमै विशेष भयो एकदमै रमाइलो भयो सायद यो पनि एउटा के भन्नु जिन्दगीको स्पेसल मोमेन्ट हो भनेर भन्न चाहन्छु म चाहिँ अनि यस्तो धेरै भिडियोहरू खिच्यो यति धेरै भिडियोहरू गरिएको छ यति धेरै रमाइलो गऱ्यौँ गीत गाउँदा होइन अब गाउन त आउँदैन थियो तर जे पाए त्यो गीत गाएर भए पनि आइपुग्यौँ अनि साथीहरू यता घर जानुभयो आफ्नो आफ्नो घर गइसक्नु भयो हामी चाहिँ एकजना मिस र म यहाँनिर कोठामा बसिरहेको छौँ अब एकदमै थकित भएको अवस्थामा आइपुगेको छौँ हामी चाहिँ अनि अब खानासाना पनि बनाएर खानुपर्छ होला के गर्नुपर्छ थाहा छैन अनि तपाईँहरूलाई अब म चाहिँ बिदा माग्न चाहन्छु हजुरहरू अहिलेसम्म अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो झर्को नमानिकन त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद अनि बेला बेलामा म फेरि पनि यसरी नै भिडियोहरू बनाएर आउनेछु हजुरहरूलाई लिएर देखाउनेछु धैर्य गर्नुहोस् साथ दिनुहोला माया गरिदिनुहोला फेरि भेटौँला हस्त नमस्ते बाई बाई सेवा हौवा